यो चाहिँ हाम्रो सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कुको ध्यान केन्द्र हो। ध्यान केन्द्र गौतम बुद्धको मूर्ति यहाँ छ। यो चाहिँ स्टार्टिङ पोइन्ट हो। अब यहाँबाट सुरु हुन्छ ध्यान केन्द्र। अब हामी चाहिँ अब यहाँबाट अर्को पोइन्टमा जाँदैछौँ। यहाँ तल चाहिँ वडा कार्यालय छ, वडा नम्बर 7 को कार्यालय। इनाया हजुर भन्देऊ कहाँ जाए? तिमीलाई मजा आयो घुमेर? घर जाने? घुम्न जाने छोरो। ओके ओके। रेनु खनिम अब यहाँबाट फेरि हाम्रो अर्को पोइन्ट छ। यहाँ ल सिडी उक्लेर जानुपर्ने छ। यहाँ माथिसम्म अब त्यहाँबाट यो चाहिँ के रहेछ यो खास? ए यस्तो पो रहेछ त। हजुर आइसो छोरा आइसो। आइसो ल आइसो। देखो न गाइस, इनाया छोरो तिमी कहाँ आएको रे? तिमी घुम्न आएको हो? जुम आऊ। आफै घर जाने हामी। आफ्नै घर जान्छ र? त्यो ठाउँलाई के भन्छ अरे? ओके छ। यो अब कारीगाउँ हो नाम चाहिँ। अब पुरै भन्नुपर्दा चाहिँ सैलुङ गाउँपालिका वडा नम्बर 7 हो ध्यान केन्द्र। यहाँनिर चाहिँ बुद्ध भगवानको मूर्ति हेऱ्यौ त अघि? यो ध्यान केन्द्र स्पेसल अब ध्यान केन्द्र हो बौद्धिस्टहरूको। त्यही हो। अब यो अब हाम्रो अर्को पोइन्ट हो नि त? ल यो अर्को पोइन्ट आयो। त्यहाँ बोर्ड पढ्नु। ए पूर्ण माउन्ट यहाँ त बोल्न नमिल्ने रहेछ। मोबाइल पनि साइलेन्ट राख्नुपर्ने रहेछ। अब यो चाहिँ ध्यान गर्ने ठाउँ। यहाँ चाहिँ बोल्न मिल्दैन। सबैजना ध्यान गरिरहेको बेला पढ्न सक्छ। मोबाइल साइलेन्ट पूर्ण माउन्ट। ल म चाहिँ जाँदै गर्छु। आयो त
इनाय खेल्ने छ हजुर छ इनाय खेल्ने छ हो त्यहाँ बस्छ न नजाऊ त्यहाँ नजाऊ लडिन्छ अहिले ल अर्को खेल्ने ठाउँ माथि छ अब हामी अर्को खेल्ने ठाउँ जानुपर्छ है कहाँ आएको छ अरे कहाँ आइपुग्यो अब यो अर्को यो के भन्छ अर्को सेक्सन हो यस्तै ध्यान केन्द्र भियतनामीहरूको ध्यान केन्द्रको यो अर्को सेक्सन हो छोरी उता गई अर्को सेक्सन हो यो चाहिँ अब हजुर खेल्ने छ इनाय खेल्ने छ वा इनाय खेल्ने छ यहाँ चाहिँ हेलिकप्टर बस्ने ठाउँ हो यो हेलिकप्टर बस्ने ठाउँ हो यो ल हेलिप्याड मिल्छ यहाँ त खेल्ने नि हुन्छ सुत्ने हुन्छ फोटो खिच्ने हुन्छ टिकटक बनाइ हुन्छ ल प्याड जति फुल रोपेर चाहिँ यहाँ डेकोरेसन झन्डाहरू टाँगेर चाहिँ नेपालको त के हाल्थ्यो उनीहरूको आफ्नो यो पनि ध्यान यहाँ पनि ध्यान गर्ने ठाउँ अब यो एरियामा यति हो क्या ए उता नि बनाएको छ भिरपट्टि पनि ए इनाय छ र तिमी कहाँ हिँडेको इनाय खेल्ने रहेछ हो यो के खालको फुल होला ए प्लास्टिकको पो रहेछ इनाय खेल्ने खोज्दै हिँडेको हो इनायको खेल्ने कहाँ रहेछ कहाँ भेटिनौ भेटिन्छ आउँछ खोइ कहाँ छ म हेर्दैछु म खोज्दैछु है छोरो हजुर खोइ मामहरू उता हुनुहुन्छ खाँदैन बुझ्ले छोरो त हजुर टिटिबिए ग्रुप भियतनाम हजुर मामहरू यता हुनुहुन्छ अब हजुर इनाय खेल्ने छ हजुर इनाय खेल्ने छ के छ भोग लागेको लप्सी खान्छ त हाम्रो पार्टीहरू त अर्गानिक लप्सी मिठो मिठो छ आउ छैन उग्लेको राई उग्ले त्यो फेरि रोड आयो यो फेरि जान्छ यता रोड आयो नि है अब यताबाट
यहाँ माथि गइसकेपछि नि यहाँ टन्नै छ कुटीहरू माथि टन्नै छ कुटीहरू अब यो सिडी जाने माथि ठुलो बुद्धको मूर्ति छ सिडी जानुपर्छ कुटी अब सानसाना कुटी चाहिँ त्यहाँ रहेछन् है साना साना कुटी चाहिँ त्यहाँ जङ्गलभित्र छ फाइनल्ली बुद्धको मूर्ति भएको ठाउँ चाहिँ हामी यहाँ अघि तल एक ठाउँ थियो अहिले यहाँ डाँडामा एक ठाउँ छ त्यहाँनिर कान्छा तल कस्तो महसुस भइरहेछ त आज रमाइलो लागिरहेछ आफ्नो गाउँमा विकास रप्सिन टन्नै फालेर चाहिँ आमामा ए कार्यक्रम सक्नुभयो खानपिन गरेर ओलिनु भयो अब हामी यो डिलबाटै सिधै ट्याङ्की हो सिधै अब घरबाट सिधै छ अब त डाँडै जानुपर्छ अब यो डिलमा पनि 2-3 ल अब हामी चाहिँ ध्यान केन्द्र घुमिसक्यौँ अब घर फर्किँदैछौँ इनाया त्यताबाट होइन नि छोरो अब घर जानुपर्छ हामी घर जानुपर्छ है अब ल अब यो पारीदेखि नि चाहिँ पवटी कात्तिके हो माथि भैँसी डाँडा ल ल बाई